हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू भिडियो है। आज हामीसँग यहाँनिर रहेको छ रेडमीको 9C देख्न सक्नुहुन्छ। यहाँनिर चार्जमा हाल्दाखेरि चार्ज पनि लिँदैन अनि डिसी मेसिनमा पनि 42 समथिङ पुगेर चाहिँ आफै तल झर्छ। अनि यहाँनिर सिपियु एनालाइज भएपछि यहाँनिर सिपियुको लागि चाहिँ हामीले अगाडि बढिसकेको छौँ। यहाँ सिपियु निकालिसकेपछि टक्कै देख्न सक्नुहुन्छ मैले क्लिन पनि गरिसकेको छु। त्यसपछि रिभलिङ पनि भइसक्यो। अब इन्स्टल गरिसकेको छु, यहाँनिर इन्स्टल गर्दैछु। फाइनली गाइस सिपियु इन्स्टल भइसकेको छ। अब यसलाई चेक गर्नु बाँकी छ है त। देख्न सक्नुहुन्छ हामीले बनाएको फोन चार्ज भइसकेको छ। दिस सो हामीले चाहिँ यो अघि सिपियु रिभल गरेर यहाँनिर हालेको थियौँ। यो फोन हो, काम पनि सकियो होइन। बत्ती लाइन पुरै झ्याप्पै हाम्रो माझा यो बत्तीले धेरै दुःख दिइरहेछ। सो सेट अन भइरहेछ होइन। तपाईँहरूलाई पनि यस्तै के प्रब्लम परेको छ फोन सम्बन्धी हरेक किसिमको प्रब्लम छ भने हामीलाई सम्झिन सक्नुहुन्छ। यहाँनिर 100% सबै काम हुन्छ है दाजुहरू। सो यसलाई हामी वेट गर्नेछौँ। देख्न सक्नुहुन्छ फोन फाइनली इट्स ओके रेडी डन। फाइनली बत्ती नै आयो है। थ्याङ्क यू सो मच वाचिङ फर माई भिडियो।